भदौ 1 गतेदेखि मेन पावर व्यवसायीहरूले कामदार अब विदेश नपठाउने घोषणा गरेका छन्। जुन मान्छेहरूको भिसा आइसकेको छ उनीहरूले पनि नपठाउने भनेर घोषणा गरेको छन्। यसको कारण के हो त? हाम्रो श्रम मन्त्री रामजी यादव उहाँ पद ग्रहण गर्न बित्तिकै उनले अ, एकदमै ठुलो चलखेल खेलेका छन्। जस्तै अब धेरै मेन पावरहरूले सेटिङले विदेश पठाउने गर्थ्यो। लगभग 598 मेन पावरलाई कारबाही गरेका छन्, किनकि उनीहरूले इन्डिया हुँदै इन्डियाको एयरपोर्ट युज गरेर मान्छेलाई सेटिङ गरेर विदेश पठाउने गर्थ्यो। त्यस पछाडि सेवा शुल्क तोकिएको थियो। सेवा शुल्क भन्नाले अब भिसा फ्री टिकट हुँदाखेरि 10,000मा उनले पठाउनु पर्ने हो। तर मेन पावरहरूको भनाइ के हो? व्यवसायवालाहरूको भनाइ के हो? उनीहरूको भनाइ कि अब हामीले डिमान्ड ल्याउँदाखेरि हाम्रो पैसा धेरै खर्च हुन्छ, 10,000ले केही हुँदैन। र अर्को कुरा भनेको अब मेन पावरहरूले मान्छे विदेश पठाउने बेलामा कुनै बेला अब आपतकालीन परिन्छ। जस्तै कुनै मान्छे अब विदेश पठायो, त्यहाँ गएर कम्पनीको मान्छेले रिसिभै गरेन अनि अलपत्र पर्छ। कुनै कम्पनीले काम गराउँछ, पैसै दिँदैन, स्यालेरी टाइममा दिँदैन। अब कुनै मान्छे कम्पनीमा पुगेपछि बिरामी भइदिन्छ, उसले नेपाल फर्काउनु पर्यो, धेरै कम्पनीहरूले मान्दैन। हो, यस्ता अवस्थाहरूको लागि आपतकालीनका लागि अब नेपाल सरकारले भनेको थियो कि तपाईँहरूले धरौटी बढाउनु पर्छ भनेर। यस्तै कुराहरूका कारणले अब मेन पावरहरूलाई चित्त नबुझेर उनीहरूले आफ्नो व्यवसाय बन्द गर्ने घोषणा गरेका छन्। तपाईँहरूलाई के लाग्छ, सरकारले सही कदम चाल्दैछ कि छैन? मेरो पर्सनल राय विचारमा हेर्ने हो भने नेपाल सरकारले एकदमै राम्रो कदम चालिराखेका छन्। भोलिको दिनमा अझै कसरी बेटर बनाउने भनेर उनीहरूको फोकस रहेछ। यो कुरा हाम्रो मेन पावर व्यवसायहरूले पनि बुझ्नुपर्ने हो र दुई पक्षबीच मिटिङ गरेर अब के कस्तो हुन्छ एउटा सम्झौता पनि गर्नु पर्यो र कामलाई अगाडि बढाउनु पर्यो। यदि 1 महिना यो व्यवसाय चलेन भने नेपालको रेमिटान्समा धेरै ठुलो धक्का पनि पर्छ र जति पनि भिसा आएको छ त्यो भिसाहरू सबै रद्द पनि हुन सक्छ।